बी केयरफुल है। अहिले बाढी पीडितको लागि भनेर एकदमै स्क्याम भइरहेको छ। आफ्नो व्यक्तिगत क्युआरहरू राखेर हिजो मात्रै एउटा क्युआरमा चाहिँ प्राइम मिनिस्टर डिजास्टर फन्ड रिलिफ भनेर चाहिँ त्यहाँनिर एउटा क्युआर राखेको थियो। त्यो क्युआर स्क्यान गर्दाखेरि त्यहाँनिर श्रम संस्कृति पार्टी भनेर निस्किन्छ। जब हामीले स्क्यान गर्छौँ त्यहाँबाट चाहिँ त्यो निस्किन्छ। अनि फेरि जुन प्राइम मिनिस्टर डिजास्टर फन्ड रिलिफ भनेर स्क्यान गर्दा श्रम संस्कृति पार्टी निस्कियो होइन, त्यो फेरि श्रम संस्कृति पार्टी भनेर निस्किएको क्युआर र आरएन राईले 2013 मा चाहिँ उनीहरूले चाहिँ हामीलाई सहयोग चाहियो भनेर चाहिँ श्रम संस्कृति पार्टीका लागि पुल बनाउन के बनाउनका लागि उसले सहयोगको अपिल गरेको थियो। त्यो क्युआर चाहिँ उसले आफ्नो फेसबुक पेजमा चाहिँ उसले चाहिँ पोस्ट गरेको थियो। फेरि त्यो सेम छ, त्यो क्युआर फेरि स्क्यान गर्दा चाहिँ सेम निस्किन्छ है। यदि तपाईँहरू पत्याउनु हुन्न भने फेरि पनि क्युआर त्यहाँबाट चाहिँ स्क्यान गरेर हेर्न सक्नुहुन्छ। प्लिज यस्तो काम बन्द गरिदिनु होला। फेरि यिनीहरूले यहाँनिर के गरेको छ भने यसको ठाउँमा चाहिँ अहिले चाहिँ यो फेरि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बदनाम गर्नका लागि फेरि पनि उनीहरूले चाहिँ यहाँनिर फेक बनाएर त्यहाँनिर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी निस्किने स्क्यान गर्दा चाहिँ निस्किने त्यस्तो बनाइराखेको छन् रे। प्लिज म प्रहरीहरूलाई अपिल गर्न चाहन्छु कि यस्तो फटाहरूलाई मौकामा चौका हानेर चाहिँ आफ्नो व्यक्तिगत क्युआरहरू राखेर चाहिँ यसरी चाहिँ लुटिरहेको छ। यिनीहरूलाई चाहिँ तुरुन्त यिनीहरूलाई चाहिँ कारबाही गरियोस्। नत्र यहाँनिर चाहिँ बिचरा मान्छे सोझा साझा मान्छेहरूलाई चाहिँ अब बाढी पीडितको लागि नै पुगिन्छ भनेर पैसा चाहिँ उनीहरूले चाहिँ अब सेन्ड गरिराखेको हुन्छ। तर यहाँनिर धेरै स्क्यामहरू भइरहेको छ। यस्तो काम चाहिँ ब्रह्म विकृति पार्टीलाई म भन्न चाहन्छु कि यस्तो खालको काम चाहिँ नगरिदिनु हुन अनुरोध गर्दछु। कतिसम्म तिमीहरू यस्तो गर्छौ? अलिकति लाज गिन भन्ने छैन? के गरेको यो? अनि म यो बाढी पीडितको लागि सहयोग गर्न चाहनेहरूलाई म भन्छु तपाईँहरूले नै प्रत्यक्ष रूपमा चाहिँ यहाँनिर जुन तपाईँले स्क्यान गर्दाखेरि चाहिँ त्यहाँनिर स्क्यान गरिसकेपछि प्राइम मिनिस्टर डिजास्टर रिलिफ फन्ड भनेर त्यहाँनिर आयो भने मात्रै चाहिँ तपाईँहरूले पैसा सेन्ड गर्नु होला, नत्र पैसा चाहिँ सेन्ड नगर्नु होला। यति धेरै स्क्यामहरू भइरहेको छ। प्लिज बी केयरफुल है। सम्बन्धित क्युआरमा मात्रै तपाईँहरूले चाहिँ सहयोग गर्नु होला।